नमस्कार, म कमलराज अधिकारी। मेरो घर चाहिँ पञ्चदेव विनायक नगरपालिका वडा नम्बर 3 र मैले हाल युट्युब च्यानलको नाम आकर्मण.com राखेको छु। मैले के गर्छु अब त्यो पोइन्टमा जाऊँ। मैले 365 दिन भिडियो च्यालेन्ज लिएको छु। त्योमा 1000 सब्सक्राइब 3000 घन्टा वाच टाइम पुगाउने च्यालेन्ज लिएको छु र तपाईँहरूको साथको आभारी रहनेछु। तपाईँहरूले माया गर्नुहुनेछ भन्ने आशावादी रहेको छु। अब भन्नुपर्दाखेरि मैले आज हाम्रो यो नाम राख्नलाई मलाई सजेसन दिनुहुने मेरो मामा अमेश नेउपाने माउडे, चर्चित नाम माउडे हुन्छ। तपाईँहरू उहाँलाई पनि टिकटकमा गएर हेर्न सक्नुहुन्छ। उहाँले मलाई यो नाम राख है भान्जा भनेर दिनुभएको छ। उहाँलाई मैले धेरै धेरै सम्झिन चाहेँ। र अब आजको भिडियो रमाइलो गर्नुहोस्। पछाडि मैले थोरै भए पनि आज फर्स्ट भिडियोमा यसो सानो क्लिप राखिदिएको छु, हेर्नु होला है त। धन्यवाद, नमस्कार। नमस्कार। अब तिमीलाई म के देखाउन भनेपछि आज यहाँ माउडे एउटा उदा हट्टा हट्दैछन्। तरि फट्टा नखान के पो भयो तिमीलाई बेलीदेखि। कसो मामा कसी हो भने उदा मात्रै फट्टा लाग्यो छ भन्न छन्। के हो कुरो हट नि। हेलो अहिले ठ्याक्क हामी यो कुन ठाउँ हो चिन्नेलाई के हो पुरस्कार मामा? दाउन ल यही हो हेर, दाउन साउन यस्तै हो। अब यहाँ जङ्गल एउटा हट्टा लागिहाल्छु नि आज। यहाँ माउडे मामा सुरक्षा दिन यहाँ पछाडि लट्ठीले हेर समाइकन बहुत खटिया छन्। ल सुरक्षा अगाडि चाहियो। कुरियर भन कुरियर। ल निरन्तर रूपमा हामी हिँडिरहेका छौँ। कहाँ जाने भन्ने अत्ते लागेको छैन। मामा सुन्नु न, जिन्दगीको बाटो यस्तै भइरहेछ होइन हो कि नै भन? ल हटा छेउछिरी होइन यहाँ हटा छिटो। बाटो हेर्दा नि बाटो त्यही हो। अनि आज कहाँ यो एरिया थाहा पाउने मान्छेलाई सागा भन्ने कुन ठाउँ हो? सागा यो सागा हो अरे। सागा अगाडि रागा छन्, अगाडि रागा छन्, पछाडि यो सागा हो अरे। यी कुरे हेर कुरे मामा मेलालाई के भन्न चाहन्छौ भन? अलि यहीबाट जानुहुन्छ यहाँ अगाडि बाटो देखाउँदै हुनुहुन्छ। म यहाँ पछाडि टिलपिल पारामा हिँडिरहेको छु। जिन्दगी बाटो खोज्दा हालत बेसी गऱ्यो होइन? छ के भेट्यो कि नै? हेर आज हिँडेन कहाँ पनि आइ छैन, अत्तै छैन। उही न त्यसै बनाइरहेको के? ए जाइयो कि यहाँ बरु तल उँधो फट्टा ल्याए सकिने चाहिँ हट तल बाटा दिने कुरेटी भुला क्या।
अलि जीव आएर जीव लिन हामीकन दिएको आज मैले 3 दिन भइगयो मेलालाई के भन्न चाहन्छ मामा मेलालाई कुरेलाई के भन्ने हो होइन यहाँ कुरे जस्तो छ ल रियाक्सन ल के भयो हातै ठगियो हामीले एउटा साप पनि भेटाएनौँ साप खानालाई दौडाउने कौन हिँड्न जाने हिउँ न उता जानु पर्दैन बाटो त पुरै कुरे चढेको थाहा हड्डेको खाउन टाइम भावना केही थाहा छैन उही नै स्टेडिङमा हेर हिप्पल चप्पलमा हिप्पल हात्ती साप सिँढी आयो उच्च सिँढी आज मामा कहाँ पुगायो मलाई थाहै भएन क्या यो भन्दा बाघ भालु भनेपछि नि यो जङ्गली भालु है फेरि अर्को भालु होइन न झन् तपाईँ हिँड्दै गरेर गन्तव्यमा पुगिन्छ यसरी खोज्नुपर्छ जिन्दगीको बाटो पनि थाहा पायो पनि यो भलक हेर्ने होला यदि जिन्दगीमा मेहनत गरिराख्यो भने होइन मामा मेहनत गरिराख्यो भने खेर जान्न भने थाहा भयो होइन यस्तै भएर एकदम सेक्सी बाटो छ के बाटो अरे सेक्सी बाटो छ सेक्सी भने समेटिनु नसकिने बाटो भन्न खोज्यो नि त्यसले भर्खर भएको सुरु हुन लाग्यो कुरे ल ल हामी अब बाटोमा पुगिसक्छौँ हेर अरू के भन्ने अरू यस्ता यस्ता कुराहरू छन् जय युट्युब च्यानलमा आए पनि सब्सक्राइब गर्नु नभुल्यो अरू जे पो कसरी लाग्यो त कुरे कसरी लाग्यो त कुरे भन्ने हामी आखिर कुरे के हो यसको बारेमा विस्तृत रूपमा कुरे जानु यता नि एउटा पानी जस्तो छ काने खोलो यो काने खोलो अरे यिनले पछाडि भने काने खोलो पनि किन ल हेलिकप्टर पनि आइसक्यो अरे माउडेमाबाट लिन मलाई लिन अब हेलिकप्टर आइसक्यो कहाँ हेलिकप्टर भन छिटो ल बाटोमा पुग्यो अरू अपडेट पछि दिउँला Yeah!